नमस्कार सबैजनालाई। म इन्जिनियर अनन्तराज घिमिरे। मेरो जन्म दाङ जिल्लाको बङ्गलाचुली गाउँपालिकामा भएको हो र अहिले चाहिँ म घोराई उपमहानगरपालिका वडा नम्बर 17 मा बस्छु। म एज एन इन्जिनियर मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पस पोखराबाट गरेँ। मास्टर्स जियोटेक्निकल इन्जिनियरिङ मैले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट गरेँ। हाल म इन्डियामा मङ्गलायतन युनिभर्सिटीमा पिएचडी को स्कलर हुँ। म चाहिँ पिएचडी गरिरहेको छु, स्पेसल्ली इन्टिग्रेसन अफ वास्तुशास्त्र इन सिभिल इन्जिनियरिङमा। मेरो एक्सपिरियन्स चाहिँ थापथली इन्जिनियरिङ क्याम्पसमा मैले 2064 देखि 2071 सम्म अध्यापन गराएँ। त्यतिखेर म डेपुटी एचओडी हेड अफ डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ भएँ। त्यसपछि 71 बाट एज ए एसिस्टेन्ट इन मिडलस्टन युनिभर्सिटीमा फर 2 years। देन आफ्टर द्याट आई वाज एपोइन्टेड एज आई वाज पर्मानेन्ट फर एसोसिएट प्रोफेसर। त्यो एसोसिएट प्रोफेसर भइसकेपछि म चाहिँ डिनमा एपोइन्ट भएँ र केही समयपछि चाहिँ मैले त्यहाँबाट रिजाइन गरेँ। त्यहाँ रिजाइन गर्नुको केही कथा छ र रिजाइन गरिसकेपछि आई वाज एपोइन्टेड एज अ सिइओ अफ प्रदेश पूर्वाधार विकास प्राधिकरण। त्यहाँ चाहिँ मैले मेनली लुम्बिनी प्रदेशको मास्टर प्लान बनाउने काम, गुरु योजना गराउने कामको लिडरसिप गरेँ। त्यो चाहिँ मेरो लाइफको सबभन्दा ठुलो एउटा मेन पोइन्ट हो। र त्यहाँको प्रदेश सभा हल बनाउने काम पनि गरेँ। त्यसमा मैले 3 शिफ्टमा काम गराएँ। मलाई आफूलाई गर्व लाग्छ। अहिले लुम्बिनी प्रदेशको राजधानी जहाँ बनिरहेको छ, आई वर्क देयर। देन त्यसपछि त्यहाँ पनि मैले रिजाइन गरेँ। देन आई स्टार्टेड विथ माई टिम, हाम्रो नेपाली पार्टी। 2078 चैतमा हामीले पार्टी दर्ता गऱ्यौँ र वैशाखमा बालेनजी चुनावमा लड्नुभयो। उहाँलाई हामीले ठाउँ ठाउँमा हरेक हिसाबले सहयोग गऱ्यौँ र सहयोग गरिसकेपछि लौरो चुनाव चिन्ह चाहिँ हाम्रो नेपाली पार्टीले लियो र त्यसको म अध्यक्ष भएर काम गरेँ। मेरो चाहिँ अनुभव यो हो। राजनीतिमा त्योभन्दा पहिला म चाहिँ लेफ्टसँग रिलेटेड थिएँ। अहिले मेरो उम्मेदवारी के हो त भन्दाखेरि, हामी जसले देशको भलाइ चाहन्छ त्यो व्यक्ति राजनीतिमा नआउँदाखेरि गलत मान्छेहरू राजनीतिमा भइराखे र शुद्ध हुन सकेन भनेर मेरो उम्मेदवारी हो। र मेरो उम्मेदवारी मेरै किन भन्ने सवालमा म दाङलाई राम्रोसँग बुझ्दछु र दाङको हरेक व्यक्तिसँग म कम्पिट गर्न सक्छु भन्ने मेरो विश्वास छ। सो मेरो उम्मेदवारी मेरै भन्ने सवालमा चाहिँ म सक्छु, म गर्छु, मसँग त्यो गट्स छ भन्ने कुरा चाहिँ मेजर कुरा हो। सो आई विल डु। त्यो चाहिँ मेरो आफ्नो प्रतिबद्धता हो र म जित्छु। जित्ने आधार भने चाहिँ के हो भने, बङ्गलाचुली गाउँपालिका जहाँ 8वटा वडाहरू छन् त्यो मेरो जन्मस्थान हो। अहिले पनि मेरो घर छ त्यहाँ, एकदम पुरानो घर छ। र जहाँ अहिले घोराई उपमहानगरपालिका हो त्यहाँ मेरो बसोबास नै छ। म जन्मेकै सालमा हामी चाहिँ घोराईमा सिफ्ट भएको। त्यो 8वटा वडा भयो। 15वटा वडा घोराई उपमहानगरपालिकाको छ र 4वटा वडा चाहिँ तुलसीपुर उपमहानगरपालिकाको छ। योसँग म एकदम भिजेको छु। मेरा इष्टमित्रदेखि लिएर मेरो आफ्नो व्यवसाय पनि त्यहाँ चाहिँ एकदमै फैलिएको छ, तुलसीपुर घोराई लमाईमै, हैन। सो राजधानीको मास्टर प्लान मैले बनाएको छु। मेरो काम त्यहाँको जनताले हेर्नुभएको छ। मसँग रात दिन खट्ने क्षमता छ। त्यो हिसाबले चाहिँ म नै भन्ने चाहिँ मेरो बुझाइ हो। र त्यसपछि चाहिँ अर्को विषय भनेको त्यो चाहिँ मेरो जित्ने आधार हो। र अर्को भनेको चाहिँ म जितिसकेपछि संसदमा के गर्छु भन्दाखेरि चाहिँ, पहिला कुरा चाहिँ म दाङको सेवक बन्नलाई सदन जाँदैछु। दाङको एउटा चाहिँ सेवक बन्नलाई, दाङको अभिभावक बन्नको लागि, दाङका हरेक समस्याको एटलिस्ट को छ भन्दाखेरि अनन्तराज घिमिरे छ भन्नको लागि म सदन जाँदैछु। एउटा पोइन्ट। र सदनमा मेन त नीति निर्माणको काम हुन्छ। त्यो नीति निर्माणको काममा चाहिँ म महत्त्वपूर्ण भूमिका त्यहाँ दिन्छु। तर सँगसँगै दाङमा भएका स्थानीय निकायहरूसँग पनि म समन्वय गर्छु, प्रदेशसँग पनि समन्वय गर्छु। र मेनली मलाई चाहिँ दाङ नेपालगञ्ज र भैरवाको तुलनामा चाहिँ एकदमै कमजोर, विकासको हिसाबले कमजोर फिल हुन्छ। त्यो भएर चाहिँ म एज अ वाचडगको रूपमा चाहिँ आई विल वर्क फर द्याट। मेरो चाहिँ भनाइ सारमा यति नै हो।
अरू कुरा फेरि हामी चाहिँ छलफलमा गर्दै गर्छौँ। धन्यवाद।